सेवा हुआ सम्पूर्णमा नमस्कार मेरो मिनी ब्लगमा। आज चाहिँ हामी दिदीबहिनी जङ्गल जाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ पछाडि दिदी त के भन्नु, यसले गर्दा हामी पछाडि परेको सुतिरहन्छ नि त। बेलासम्म अनि साथीहरू चाहिँ गइसक्यो अगाडि। अहिले हामी लास्ट टाइम पछाडि दुईजना छौँ, दिदी र अब दिदीले चाहिँ उठेर बहिनीलाई उठ अब उठ्ने बेला भयो भन्नुपर्ने ठाउँमा चाहिँ मैले उठ भन्नुपर्छ। टोइलेट जानु छिटो बनाइछ, हात मुख धो, खाजा खा भन्नुपर्छ। अनि खाजा खुवाएर अझै डोकहरू पनि मैले ठिक पार्नुपर्छ। अनि त्यही भएर हामीलाई चाहिँ अरू साथीहरूले छोडेर गइसक्यो। यो डाँडा कटिसक्यो, हामी चाहिँ यहाँ आइपुग्दैछौँ। पुरै घाम भइसक्यो। उता घरतिर चाहिँ जाडै हुन्छ, यता आइसकेपछि गर्मी हुन्छ। अब अरू अगाडिको मैले साथीहरू भने नि त त्यो चाहिँ त्यो डाँडामा छन् ल। अझै अरू डाँडा पनि कटिसकेछन्, हामी चाहिँ अब यहाँ छौँ ल। हामी चाहिँ आउँदैछौँ बाटोमा चाहिँ यहाँ यो भाउजू र छोरी दाउरा र घाँसमा आएर पुरा काट्न धमाधम रहेछ। यहाँ हेर डोको चिटिक्क परेको डोको। भाउ चाहिँ बाख्रालाई घाँस काटाउनु भएको रहेछ। हामी त खोला पारी हामी दाउरा काट्न आएको आज। हजुर ल ल हामी चाहिँ लाग्यौँ उतै। यस्तो छ हाम्रो जङ्गल। ल हामी चाहिँ खोला छेउ आइपुगिलाग्यौँ। यहाँ चाहिँ यत्रो खतरा पहिरो गएको छ, त्यही पनि ऊ त्यो माथि कुलो छ त्यहाँ, यहाँ कुलो छ। त्यसपछि फेरि यहाँ पनि कुलो छ। अनि यो चाहिँ कुलो यस्तो छ कि। अनि अरूहरू चाहिँ यो माथिल्लो बाटो गयो, हामी चाहिँ त्यो अप्ठ्यारो बाटो चाहिँ नजाने भनेर यो बाटो आएको। ऊ त सुइपार रहेछ ऊ आएको छ त्यो अरूहरू चाहिँ। हामी चाहिँ उँभो गएनौँ। बाटो चाहिँ यस्तो यस्तो भएको छ। उता खोला पारिबाट उता दाइ आउँदै हुनुहुन्छ यता। अब चाहिँ हामी खोला आइपुग्यो। हाम्रो खोला यस्तो छ चाहिँ हङ्चुर खोला। आमामा दाजु त्यस्तो स्पिड कुद्नु हो कि। ओ माई गड। ल ल ए यो दाजु चाहिँ गएर ढुङ्गा झर्छ भनेर सिक्नु भयो होला। घट्छ मान्छे है, फुरुक फुरुक पुगिहाल्नु हो नि। खोला आयो अब हङ्चुर गाउँ भएर चाहिँ हङ्चुर खोला भन्छ यसलाई। यस्तो छ हङ्चुर खोला। अब यो हिउँदा भएर चाहिँ यत्रो पानी भएको हिउँदामा, बर्खामा त रम हुन्छ नि यो खोलामा तर्नै सकिँदैन नि। यो चाहिँ दाउराहरू यस्तै छ दाउराहरू। अब चाहिँ हामी जङ्गल लगभग पसिसक्यौँ। दाउराहरू ल जङ्गल चाहिँ यस्तै हो। उँधो उँभो दायाँ बायाँ गएर खोजेर दाउरा काट्ने हो। यो चाहिँ भिरहरू अब पुरा यस्तो छ हाम्रो चाहिँ जङ्गलको भ्यू। यता छ दाउरा। अब यही दाउराहरू चाहिँ काट्ने। हो माइ गड कति धेरै दाउरा यहाँ। त्यहाँ कहाँ छ दाउरा भित्र कति धेरै दाउरा पाएको छौँ आज हामी। अब कान्छी चाहिँ खुकुरी सुकुरी भिरेर टक्क लाएर सुरु स्टार्ट भइसक्यो दाउरा काट्न चाहिँ। जमुनाको दाउरा हो, जमुनाको दाउरा। वाउ देख्न सक्नुहुनेछ दाउरा कति धेरै दाउरा। फर्स्टमा यत्रो दाउरा भेट टाइम। आज लक्की दिन रहेछ, कान्छीले भेटाइ दाउरा यत्रो ठुलो। हेर्नुहोस् साथीहरू। आधा डोको त यहीँ हुने रहेछ।
दाउराको भारी दाउरा काट्न सुरु गर्यो रे यसले चाहिँ। बलवान छ, एकचोटिमै चट्ट छिनाउँछ। दाउरा मकेको होइन नि, फेरि यसको पावर धेरै छ, त्यही भएर हो। खुकुरी लाग्दैछ क्या, यो चाहिँ पापाको पर्सनल खुकुरी हो, त्यही भएर अलिक लाग्नेछ। मेरो चाहिँ यस्तो छ खुकुरी। वाउ, मेरो त झन् कत्रो ठुलो छ मेरो खुकुरी। हेर्नुहोस्, बाक्लो ट्वाइ पार्दाखेरि छिटो काट्छ। यो चाहिँ चिलाउनेको चाहिँ लोसो हुन्छ है दाउरा। दाउरा काट्ने क्रम चाहिँ हाम्रो जारी छ है। अब यहाँ चाहिँ हामीले यति नै काट्यौँ। अब हामी चाहिँ खोलातिर गएर काट्ने। अब हामी लाग्यौँ खोलातर्फ। यति काट्यौँ दाउरा, यता चाहिँ अब खोलामै गएर काट्ने। यता पाएन। यो चाहिँ अब यहाँनिर बिसाएर दाउरा खोज्न लागिसक्यो है खोलातिर। दाउरा त कति आमु। ओ वाउ, कत्रो दाउरा। यता पनि देख्न सक्नु। ओ माई गड, उहाँ एउटा सुकेको रुख हेर्नु सक्नुहुनेछ, सानो। आम्मा दाउरा कत्रो ठुलो भेटाएको आज त। काटी पनि सकिगई। हाम्रो जङ्गलमा कति दाउरा छ। ओ माई गड, लो दुईमा छिनाइ। फेरि लाग्दैछ है यहाँनिर। फेरि अर्को दाउरातर्फ जानु हुँदैछ हाम्री कान्छी नानी। त्यहाँ देख्न सक्नुहुनेछ एउटा सानो रुख सुकेको छ। हामी चाहिँ सुकेको रुख काट्न लाग्दैछन्। फेरि कत्रो फ्याली। फेरि अर्को पनि भेटाइ। यस्तो सुकेको हाँगाहरू झरेको हुन्छ। हामी चाहिँ यस्तै काट्छौँ जङ्गल लाएर दाउरा। सुकेको रुख त कति कफालो रहेछ, देख्न सक्नुहुनेछ। रुख त जरै उकालोले मकेको हो कि क्या। वाउ, दाउरा त कति हो, कति आज त। यहाँ साइलीको पनि भारी पुगिसक्यो। अब भारी बोकेर हिँड्छौँ हामी घरतिर। ल केटी चाहिँ उठ्यो। अब म चाहिँ कसरी उठ्ने होला। मेरो दाउराको भारी यो चाहिँ हो। आमामा कति हल्लुङ्गो रहेछ क्या। भारी चल्यो अठाउनु। अब अठाउनु पर्यो यसको भारी। म चाहिँ घुमेर ल बग छिटो ल।
त्यो काँध दाउरा बोकेर हिँडी कान्छी डोकोमा। अब हामी चाहिँ घरतर्फ लाग्यौँ साथीहरू। देख्न सिसक्यौँ बिसाइसक्यौँ हामीलाई छाडेर जानेहरू चाहिँ भर्खर आउँदै रहेछन् यहाँ। यिनीहरू हामीभन्दा अघि गएर हामीभन्दा पछि आउँदैछन् 3 जना मान्छे देख्न सक्नुहुन्छ गाइजहरू। बिसाउनु यहाँ चाहिँ हाम्रो शैलीको भारी नमरेर हिँड्यो केटी। यता चाहिँ अरिन्थ्यो। ल अझै आउँदैछन्। हामीलाई छाडेर चटारेर हिँडेको थिएँ यहाँमा छुट्छ झन् लास्टमा भएछ। दाउराको भारी मेरो पर छ सबैभन्दा ठुलो भारी। अडिँदैन हौ काकी त्यहाँनिर त मैले अडिन्छ बिसम बास। अब चाहिँ हामी घर जानलाई अगाडि हिँड्नलाई सबै अत्तालिरहेछन्। यो चाहिँ मेरो बारी। लास्टमा चाहिँ मेरो बारी छ। हामी चाहिँ हिँडिसक्यौँ बोकै माइल। ल त्यही भनेको है अत्तालिन्छ पुनः कति नै उनीहरूको दाउरा खोसेर ल देख्न सक्नुहुनेछ दाउराको भारी। ल त म चाहिँ कुदेर अगाडि आएको त्यही भएर सिया भएर बोल्न सकिरहेको छैन। ल हेर्न सक्नुहुनेछ यहाँबाट चाहिँ अब छरपष्टे काकीहरू त हामी यता जाँदा चाहिँ काकी हाम्रै घरतिरबाट आएको थिएँ। अहिले चाहिँ यतैबाट गएँ। हामी चाहिँ अब घर आइपुग्यौँ। ल पारीको सिनहरू हाम्रो घरबाट देखिने दृश्य। साईले दाउरा थुपार्यो। हाम्रो दाउराको थुप्रो है यो चाहिँ। मेरो यो निकाल त साईले माथिको। घर आइपुगिसक्यौँ। यहाँ छ यस्तरी। अब हामी चाहिँ यस्तो मरिमरि काम गरिरहेको छौँ। हामी छोरीहरू हो क्या यो घरको चाहिँ छोरा हेरौँ। यो डाका भलिबल खेल्न जानलाई यहाँ जुत्ता मोजा कसेर यस्तै छ कि यति छ कि जिन्दगीमा। ल हामी चाहिँ आइसक्यौँ। जिन्दगी त्यस्तै हो केटाकेटी हो। अनि यो मेरो भिडियो हेर्ने अन्तिमसम्म हेर्नुहुने सबैलाई थ्याङ्क यू सो मच। अनि टाटा बाई बाई।